नमस्ते, म सुकु श्रेष्ठ। स्वागत छ मेरो च्यानलमा हजुरहरूलाई। आज म काँक्रोको खल्पी अचारको रेसिपी लिएर आएको छु। त्यसको लागि मैले एउटा पाकेको काँक्रो लिएको छु। यसलाई मैले धोएर सफा गरेर लिएको छु। यो खल्पी अचार विशेष त दशैँमा बनाउने गरिन्छ। अब म यसलाई काट्दै छु। वाउ, कति राम्रो! हेर्नुस् त कति रसिलो। यो काँक्रोको अब सबै गुदी निकालिदिने। मैले सबै काँक्रोको गुदी निकालेर रेडी गरे। अब यसलाई ठिक्क पिस पार्ने। मैले यत्रो पिस बनाए। हजुरहरूले चाहिँ आफ्नो इच्छा अनुसार सानो ठुलो बनाउन सक्नुहुन्छ। अब यसलाई यसरी चिरा पारिदिने। अर्कोतिर पनि यसरी नै चिरा पार्ने। दुवैतिर काट्दा यस्तो बन्छ। सबैलाई यसरी नै काट्दै जाने। प्राय यो खल्पी अचार दशैँमा मात्र बनाइने गरिन्छ। अब यो घाममा सुकाउनको लागि रेडी भयो। सबै काटेको काँक्रोलाई यसरी नाङ्लोमा राखेर सुकाइदिने। अब यसलाई एक घाम सुकाउन राखिदिने। अनि यो खुर्सानी पनि राखिदिने। हिजो एक दिन सुकाएपछि यो आज अचार बनाउनको लागि रेडी भयो। सुकेपछि यस्तो सफ्ट हुन्छ। ग्यास अन गरेर प्यान तताउने। प्यान पनि तातिसक्यो। अब यसमा जिरा 1 चम्चा राखिदिने। धनिया पनि 1 चम्चा। यसलाई धेरै बेर रोस्ट गर्नु पर्दैन, हल्का रोस्ट गर्नुभए हुन्छ। अब यो रायो राखिदिने। हजुरहरूले तोरी पनि राख्न सक्नुहुन्छ। रायो अलि चाँडै रोस्ट हुने भएकोले अलि पछि राखेको। यसलाई पनि हल्का रोस्ट गर्नुभए हुन्छ। मसला भुटेर रेडी भयो। ग्यास अफ गरेर अब प्लेटमा राखिदिने। अब ग्यास अन गरेर तेल तताउने। तोरीको तेल 1 कप राखिदिने। तेल पनि तातिसक्यो। सानो चम्चाको 1 चम्चा मेथी राखिदिने। यो मेथीलाई कालो बनाउनु पर्छ। मेथी कालो पनि भयो। अब ग्यास अफ गरिदिए। यो तेललाई सेलाउन छोडिदिने। अब यो खलमा अघि भुटेको मसलालाई पिस्छौँ हामी। हजुरहरूले मिक्सरमा पनि पिस्न सक्नुहुन्छ। मसला धेरै मसिनो हुने गरेर पिस्नु पनि पर्दैन। हाम्रो यो मसला पिसेर रेडी भयो। हेर्नुस् त यतिको खस्रो भयो हुन्छ। धेरै मसिनो बनाउनु पर्दैन। अब यो काँक्रोलाई यो बाउलमा राखिदिने। अब यसमा अघि पिसेको मसला राखिदिने। नुन 1 चम्चा अथवा स्वाद अनुसार। बेसार सानो चम्चाको 1.5 चम्चा राखिदिने। रातो धुलो खुर्सानी 1 चम्चा र आधी चम्चा। अब अघि तताएको तोरीको तेल राखिदिने। अब यसलाई मजासँग मिक्स गरिदिने। मसला भित्र लाग्ने गरेर चलाउनु पर्छ। हजुरहरूले हातले पनि मोल्न सक्नुहुन्छ। तेल चाहिँ अलि धेरै राख्नुभयो भने यो अचार बिग्रदैन। यसरी नै यसलाई मजासँग चलाउनु पर्छ। तातो तेलले झानेको हुनाले अचारलाई सेलाउन दिनुपर्छ।
तातो तातोमै बोतलमा राख्नुभयो भने अचार बिग्रने सम्भव हुन्छ। बनाउने होइन त नि हजुरहरू पनि यो दसैँमा काँक्रोको खल्पी अचार। हेर्नुस् त मुखै रसाउने काँक्रोको खल्पी अचार बोतलमा राख्नको लागि रेडी भयो। अब म यो अचारलाई बोतलमा राख्दैछु। अचार राख्ने बोतल चाहिँ जहिले पनि सुक्खा हुनुपर्छ। अब अचारलाई यसरी बोतलमा राखिदिने। यसरी अचारलाई खाँदै राख्नुपर्छ। यसरी खाँदेको अचार अमिलो बन्छ। अब यसलाई 4-5 दिनसम्म घाममा राख्ने यो अमिलो भएर आउँछ र खानको लागि रेडी हुन्छ। हजुरहरूलाई यो रेसिपी मन परेमा लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब अवश्य गरिदिनु होला र सँगै रहेको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला। फेरि अर्को रेसिपीमा भेट हुने नै छौँ। हजुरहरूको दिन शुभ रहोस्। नमस्ते। थ्याङ्क यू।